गाइस वेलकम टु मिनी भ्लगमा स्वागत छ। आज चाहिँ म कहाँ जान लाग्छु भन्नुहुन्छ होला गाइजहरू। आज हामी मूल चोर्न गएका छौँ गाइजहरू। मूल चोर्न यहाँ चाहिँ यो चाहिँ हाम्रो स्त्री पोखरेलले चाहिँ हस्ते छोप्रो गएको छ गाइजहरू। यो चाहिँ रविन पोखरेल र हाम्रो ओमप्रकाश आचार्यजीले चाहिँ कोदालो बोक्नु भएको छ गाइजहरू। सिसी चाहिँ पाइले हेर्नु गाइजहरू आफ्नो धुनमा छ हँसे बोकेर गाइजहरू। यो चाहिँ हामी उत्तिस गएर आएको छौँ गाइजहरू। उत्तिस गएर हेर्नु गाइजहरू। उत्तिस गएर यो चाहिँ गीत गाउने छ गाइजहरू। हामी चाहिँ उत्तिस गएर आएका छौँ। यो पिच गएर यो बाटोलाई बालन सरकारले ठुलो उगाउनु पर्यो गाइजहरू। पक्की रोड बनाउनु पर्यो गाइजहरू। यसलाई चाहिँ धुलेन जाने बाटो गर्नु पर्यो गाइजहरू। धुलेन जाने यहाँ चाहिँ हाम्रो उत्तिस यो उत्तिस छ गाइजहरू। यहाँ उत्तिस चाहिँ केर्नु पर्छ नि गाइजहरू। उहाँ गएर घर बनाउन गाइजहरू। घर गोठ बनाउन काम लाग्छ गाइजहरू। यो चाहिँ पुवा हेर्नु गाइजहरू। यो चाहिँ पुवा हेर्नु गाइज। यसो कपडा पनि बन्छ अरे गाइजहरू। त्यो केटा त्यो बाल्टी बोकेको केटाले भन्छ त्यो चाहिँ काफल हेर्नु गाइज। काफल तपाईँहरूले नि खानुभएको होला होइन काफल हुने। हामी चाहिँ मूल चोर्न गएका छौँ गाइजहरू। मूलको नजिक आइपुग्यौँ। मूलको नजिक आइपुग्यौँ। म तपाईँहरूलाई देखाउनु गइरहेको छु मूल उही माथि। यहाँ चाहिँ खोलो सो गरेका गाइजहरू। खोलो सो यो चाहिँ गुराँस हेर्नु गाइस। यो चाहिँ गुराँस हो। यहाँ चाहिँ माओवादी झार पाइन्छ गाइजहरू। माओवादी झार यता नै हेर्नु गाइजहरू। माथि माओवादी झारै झार छन् होइन। हामी चाहिँ आइपुग्यौँ। अबको एकछिनपछिमा हामी आइपुग्छौँ गाइजहरू होइन। तपाईँहरूलाई मूलमा पुगेको देखाउन गइरहेको छु। म चाहिँ तपाईँहरूलाई मूलमा पुगेको देखाउन गइरहेको छु होइन। अब एकछिनपछि हामी आइपुग्छौँ। झेटाको छैन घरबाट 10-15 मिनटको छ गाइजहरू बाटो चाहिँ। यो चाहिँ ग्वालो हामी जाने बाटो हो होइन। हेर्नु गाइजहरू यो चाहिँ हाम्रो खाने मूल होइन। यो चाहिँ बिहा गोरु बाख्रा गाई भैँसीले खाने हो गाइजहरू। यहाँ चाहिँ तल पानी बगेका छ होइन। पानी बगेको छ गाइजहरू। तपाईँहरूले अहिले माथि गएर हामीले मूल चोर्न गएको देखाउन गइरहेको छु गाइजहरू।